अच्छा आइज आइज यो मेन अर्ग्यानिक भोटो रहेछ नि त यो दुध चाहिँ 3 त भन्नुभएको छ 4 जना हुँदैन यो एकजनाले अनि हामी बाँडेर खाने हैन यहाँ दिन्छु मैले रोडबाट नु है नानुमाईको खुट्टा मेरो खुट्टा पानी चुइरहेछ हजुर कबले गले भन्दा हजुर वाउ ल गाइस गुड मर्निङ गर्भा छेडा बुकी पाटनमा छौँ अनि गर्भा ल यता लोकल अनि यहाँ भेडाको मासु र च्याङ्ग्राको मासु अब चाहिँ हामी दुईजना ल्याइसकेको छ मौकाले यसै सबैजनासँग खाना पाइरहेछौँ मैले चाहिँ भिडियो बनाइरहेछौँ यता चाहिँ हाम्रो दिदीबहिनी चाहिँ चिकनबाट आउनु चिकनको रहेछ दिदीबहिनीसँग हिजो बिहान भात खाने ठाउँमा एकछिन भेटघाट भएको थियो तर बोलचाल चाहिँ त्यति भात मिसाउनु पाएको थिएन ल ठिक छ रमाइलो भइरहेछ न दिदी ल ओके इन्जोय गर्नु चिल पारामा आमा थपी थपी हो मलाई थोरै दाल हालिदियो भाइ ल थ्याङ्क यू भाइ यस्तो राम्रो के भाइहरू त फेरि भात फेरि थपी थपी है नानु अनि तरकारी थपी थपी अचार थपी थपी अनि रातो च्याउ अनि च्याङ्ग्राको मासु थपी थपी कति रमाइलो भइरहेछ ए हो अझ यति धेरै मान्छे छ त आज त कति धेरै मान्छे छ अरे भाइ आज कति जना छ अरे मान्छे यहाँ भाइ कति जना छ अरे मान्छे बाबु आज कति जना छ मान्छे यहाँ 60 जना छ अरे मान्छे हौ यहाँ आज ओ माइ गॉड ढोरपाटनमा है गुड नाइट सबैजनालाई हाम्रो बास यस्तो छ है साथीहरू टेन्टभित्र हामी 4 जना चाहिँ ठ्याक्कै एउटा टेन्ट पाछौँ बुगी पाटनमा आमासँग म यहाँ सुतिरहेको छु नानु माया अनि प्रतिभा सानो मान्छे र ठुलो मान्छेलाई छेउछेउमा राख्दैछ अनि बिचको मासु चाहिँ मिठो ठ्याक्कै चेन पनि बाई अब भोलि बिहान देखाउँछु है ल गाइस गुड मर्निङ गर्भा छेडा बुगी पाटनमा छौँ अनि गर्भा छेडाको यो चाहिँ हामी हिजो बसेको ठाउँ भयो टेन्टहरू अनि त्यो चाहिँ तल बस्यौँ अनि अब चाहिँ हामीले चाहिँ एउटा मिस्टेक के गरेछ भने त्यो जुन ढोरपाटनमा मान्छेहरू घोडा चढेर फुलको त्यो बगैँचाहरू भएको चाहिँ तल ढोरपाटनमा रहेछ हामी चाहिँ माथि होला भने माथि आइयो मिस्टेक भयो त्यही भएर अहिले चाहिँ हामी बिहान नै तल ओह्रालो झरेर ढोरपाटन जाँदैछौँ सी यू गाइस इन ढोरपाटन हेलो हेलो साथीहरू हामी चाहिँ अहिले यो सेतीको गोठमा आइसकेको छ यो चाहिँ यसको नाम चाहिँ सेती मैले राखेको भर्खरै राखेको यो यसको बेबी हामी चाहिँ तल जाने क्रममा अब यहाँ गोठमा दुध खाएर जाने भनेर हजुर हजुर कबले गले भन्दा हजुर वाउ तपाईँ चाहिँ तल ढोरपाटनबाट आउनुभएको रासन पानी बोकेर आम्मा नि यता चाहिँ हामी दाइले दुध त दाउँदै हो दुध त दाउँदै रहेछ वाउ तपाईँ ढोरपाटनकै हो तपाईँहरू चाहिँ घिउ चाहिँ छैन बेच्ने र तातो दुध खाइदिउँ अनि त्यहाँबाट मैले चाहिँ होइन है आफै खसेको त्यो हो आफै खसेको कुकुर चाहिँ खतरा रहेछ नभनु काले तिमी चाहिँ पुग्नेन नि त कालु पुग्नेन नि त है तिमीलाई मैले क्यामेराले खिचिरहेको छु यतातिर अझै राम्रो छ पुग्न वाउ स्याबास 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 ल अब चाहिँ हामी दुध खाएर यहाँबाट चाहिँ ढोरपाटन जान्छौँ अनि ढोरपाटनमा टक्क घोडा चढेर पुरा ढोरपाटन घुम्छौँ फुल फुल्या छ त्यहाँ माथि चाहिँ फुलहरू नफुल्या रहेछ किन भन्दाखेरि सिजन चाहिँ असारको भन्दा नि साउन भदौदेखि चाहिँ त्यहाँ फुलहरू फुल्ने बुगी फुल्ने अहिले बुगी पनि नफुलिसकेको रहेछ नि त सिजन चाहिँ अलिकति ढिलो हुने रहेछ
सो त्यही हो अलिक तपाईँहरू आउँदै हुन्छ नि पछि आउनु भन्न चाहन्छु म चाहिँ वाउ दुध तताउँदै भैँसीको दुध ए तपाईँ बस्नु चाहिँ यता अघि नै बनिसक्यो मैले कस्तो भुक्छ कि नजाऊ नजाऊ 4 जना हो हामी यो दुध चाहिँ 3 त भन्नुभएको छ 4 जना हुँदैन एकजनाले अनि हामी बाँडेर खाने होइन यहाँ दिन्छु मैले ए ए ए ल 3 जना दुध ल्याउनु भएको छोरीले बिहानै दुध दोहेर तपाईँहरूलाई छोरी हुनुको फाइदै यही हो अनि बिहानै तर म छोरी नभए नि फाइदा छ है बिहानै मेरो ज्वाइँले मैले पकाएको छोरीले दिएको पकाएर ल चियर्स होइन कि चिया हो चियर्स गाइस दुध हो दुध बाटो नाप्दैछ एकछिन दिदी यो समाज त दुईटा रहेछ दुईटा जुका दिदी हामी लाउनु एकछिन दिदी तेल बिचरा तल कहाँ माथि खानेको त नि छ कि उद्या सानो नै एउटा हातले टिप तिनटा रहेछ अलिक तल फाल्दैन हामीलाई आउँछ क्या भयो है यसलाई जुगा आइरहेछ यहाँ पछाडि पनि छ यहाँ छ जुगा भिडियो गर न भिडियो बन्दुकले तपाईँको त्यो लठीले चाहिँ कहिले जान्छ क्या गयो यहाँको गयो भित्र छिरो भित्र ए थियो त हिँडिरहेको थियो त जुत्ता खोल्नु त अब ल भयो गाइस फ्रेस उजै चिया हजुर चिया आफै डरले भित्र बाहिर गयो होला कहाँ जान्छ बाहिर जोगा भने चिस्यो भने फाइनली गाइस हामी चाहिँ ढोरपाटन आइपुग्यो अब चाहिँ हामी ढोरपाटनमा खाना खाएर घोडा चढेर ढोरपाटन घुम्नेवालामा छौँ माथि चाहिँ अब वेदर पनि त्यस्तै हुँदो रहेछ सिजन ठ्याक्कै अहिले चाहिँ नहेर्न रहेछ नि त सो त्यो कारणले हामी फर्किहाल्यौँ ब्याक टु ढोरपाटन अनि आज हामी पोखरा फर्किन्छौँ ढोरपाटन घुमेर है त ओइ गाइसहरू हेलो ठिक छ नि एकदम ठिक छ अहिले दुध पनि बोकेको छ यो दुधसँग तिमी चाहिँ गर्दा बित्तिकै दुध तताउ अलिकति है बाख्रो पकाऊ अनि दुधेर भात खाने घोडा चढ्ने म चाहिँ अहिले घोडा चढेर हिँडिरहेको छु है गाइस ढोरपाटन घुम्नलाई ढोरपाटन घुम्दा आउँदाखेरि चाहिँ त्यो पाटनमा चाहिँ फुलहरू भएको ठाउँमा चाहिँ यसरी घोडा चढेर घुम्यो भने चाहिँ रमाइलो पनि हुँदो रहेछ अब म आफै घोडा जत्रै छु ठुलो घोडामै चढेको छु कस्तो लाइक गिल्टी फिल भइरहेको छ होइन तर सरी मागेको छु मैले घोडालाई अघि नै अनि म चाहिँ लागेँ घोडा चढेर डिचुक 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 पारेर उता चाहिँ माथि उकालोतिर चाहिँ अलिक गाह्रो हुन्छ तर यता सम्म ठाउँमा चाहिँ ठिकै जस्तो लाग्छ है साथी अघि गइसक्यो ए उता एउटा त्यहाँ रहेछ यो चाहिँ ढोरपाटन ढोरपाटनमा चाहिँ हामी अहिले चाहिँ सबैजना 4 जना एउटा पछाडि छ अनि आमा साबिक नानुमाया हामीहरू चाहिँ पछाडि छौँ सिधा आमा हामी चाहिँ ओ आमा कस्तो फिल भइरहेछ हौ ओ त्यो माथि कुनामा जाने हामी त्यो फुल भएको ठाउँमा ल फुल यता पनि छ पाटनभरि ल यसरी ओह्रालोमा हल्का पछाडि उकालोमा हल्का गोब्रो हुनुपर्ने छ होइन ए घोडा नचढिरहेको मान्छेलाई ठिकै छ त नि भाइको आफ्नै घोडा हो यो हो ए दिनको कति कमाइ हुन्छ भाइ बुकी पाटन गए 4000 3500 हो
लगेर छाडे 2500 त्यस्तै हिसाबले बुकीमा कहिले कसो गइन्छ चानास मिल्दैन नि त अब यहाँ एकचोटि पालो मिलाएर गर्छ होला नि त के हो कति धेरै छ होला नि त तपाईँको यहाँ घोडा त पालो त अब घोडा कति छ घोडा चाहिँ 70 जति छन् 70 जति छ हजुर अनि यता तिनी ऊ बच्चा पाउने ऊ एउटा बच्चा छ नि साथमा तिनी बच्चा पाउने कसैले अलिकति भारी बोक्ने कसैले त्यस्तै छन् बच्चा पाउनेहरू चाहिँ मान्छे बोक्दैन हजुर हजुर ऊ पोथी हो नि त्यो त पोथीले त बोक्दैन यिन पनि यिन दुईटा घोडा छन् नि यिनी पनि ऊ हुन् खसी बनाएका खसी सार त उता घरै कि पछि दौडेर आउँदैन हजुर आमाको पछि दौडेर हजुर नानी हुनेवालाको पछाडि लागेर के हिरो पल्टेको होला नि त हिरो यो चाहिँ उत्तरगङ्गा हो यो उत्तरगङ्गा हो यो होइन होइन कहाँ जान्छ उत्तरगङ्गा कहाँ आउँछ उत्तरगङ्गा हामी पारी जान्छ हाई हाई हेलो ल सबैजना हामी चाहिँ यसरी रमाइलो गरेर हिँडिरहेको छौँ है जाउँ चारजना 3जना 4जनाको हाई गर्नु एक्चुअली मेरो भिडियोमा ल साथीहरू हामी चाहिँ यसरी गइरहेछौँ यहाँ बाइक पनि जान सक्ने रहेछ गाडीहरू पनि अनि आमा छौँ पछाडि म यहाँ छु मेरो घोडा यहाँ रहेको छ अनि यसरी गइरहेछौँ रमाइलो भइरहेछ 1-1.5 घन्टा हामी घुमेर अनि खाना खाएर पोखरा झर्छौँ आज तपाईँलाई चाहिँ माथि कुनाको भ्यूहरू देखाउँछु है यो चाहिँ पाटन पाटनमा सबैजना देखाउनु है दिदी मेरोमा दिदी टिकटक न मेरो है ल के त हामीले घोडा यहाँ राख्यौँ अनि एकछिन त फुलहरू यो पाटनमा एकछिन घुम्छौँ यहाँ चाहिँ रातै फुलहरू फुलेको छ अनि उहाँ चाहिँ घोडासँग अध्यक्ष अरे त्यो अध्यक्षको टबी नै अर्कै रहेछ क्या साथी त्यहाँ आउँदैछ उताबाट अनि यहाँ हेर्नुहोस् फुलहरू 2-4वटा फुल यो चाहिँ बुकी पाटन के ढोड पाटन हिलो रहेछ उतासम्म छ नि त पाटन अनि मेरो घोडामा चाहिँ आउनुपर्छ यसलाई चाहिँ अनि खोइ यिनीहरू लप्पले खाक्यो यो त नदौडी रहेछ क्या साथी हुन् नि त सँगै चढेका
हजुर हजुर हस् छोड्नु देख्यो है त्यो पिङ देखेको क्या नानीमा नै पिङ देखाएको छ यो फुलले गर्दाखेरि पिङ पिङ देखाए नानीमाया तिमीलाई मेरो भिडियोमा एकदम सघाएको छ है राम्रोसँग फर्मल्ली नानीमाया बहिनी चाहिँ हाम्रै गोर्खाको उत्तरी गोर्खा धार्जी गाउँपालिका कति नम्बर तिमी 5 है 5 हो 5 लप्सी बोट घर हाल चाहिँ हामी सँगैजना सबैजना सँगै काठमाडौँमा छौँ अनि यो सिलसिलामा चाहिँ हामी चाहिँ यता ढोडपाटन के अरे ट्रेकिङ प्लान गरेर आएको अनि यो फुलहरू देखेर आएको हामी वास्तवमा चाहिँ यो फुल चाहिँ हामी चाहिँ माथि बुगिपाटनमा छ भनेर यहाँ नरोइकन डाइरेक्ट माथि गएको त माथि केही नरहेछ सिजन नभएछ फुल फुल्ने होइन यो चाहिँ बेसी भए फुलेको रहेछ बुकी नफुले रहेछ माथि चाहिँ त्यही भएर आज फेरि हामी फर्केर ब्याक टु ढोडपाटन भएर अहिले घुम्दैछौँ फुलहरू यस्तो राम्रो छ घोडा चढेछ हामीले 1000 रुपियाँ प्याकेजमा घोडा पाइन्छ यदि तपाईँहरू आउनुहुन्छ भने प्लिज चढ्नु होला रमाइलो गर्नु होला इन्जोय ढोडपाटनमा यहाँ चस्मा चाहिँ मेरो अहिले यस्तो भएछ के अरे भिडियो बनाउँदैछौँ फोटोहरू खिच्दैछौँ यस्तो राम्रो फोटो भइरहेछ है फोटो सुटहरू भइरहेछ भिडियो भइरहेछ पाटन चाहिँ साँच्चीकै यस्तो ठुलो पाटन रहेछ होइन दामी पाटन तलसम्म देख्न सक्नुहुन्छ वाउ मेरो घोडा त्यहाँ रहेको छ साथीहरूले गुरुङ ड्रेस पनि ल्याउनु भएछ गुरुङ ड्रेसमा ढोडपाटन हो है नानुमाईको खुट्टा मेरो खुट्टा पानी चुहिरहेछ तर रमाइलो भयो है एकदम रमाइलो यस्तो राम्रो रमाइलो भयो मेरो कपाल चाहिँ उडिरहेछ अब हामी म आवाज एकदम तर मेरो भिडियो गरिदिने मान्छे भएन क्या नत्र मैले अब यस्तो घोडा गुताउँछु एकछिन हामी चाहिँ यहाँ चाइनिज खाना आइरहेछौँ हामी 4 जना चाहिँ चाइनिज खाना इन्जोय गरिरहेछौँ थ्याङ्क यू हेलो हजुर पोखरा हो पोखरा के ट्रेकिङ गरेर ट्रेकिङ गरेर ल म यो ढोडपाटन भोलि हुन्छ होला काठमाडौँ भोलि आमा तपाईँको हजुर यसमा चाहिँ किन आएको छ अस्ति फाइनली गाइस हामी चाहिँ पोखराबाट हिजो पोखरा बसेर आज चाहिँ मानुङकोट के अरे दमौली आइपुगेको छ दमौलीमा खाना खाएर हामी ल साँच्चीको नढाडिकन भन त हाम्रो ट्रेक त अब सकिने बेला भएको छ कस्तो भयो एक्सपिरियन्स चाहिँ एकदम रमाइलो हिजो के गर्यो भन न आमा हिजो के गर्यो हामीले भन न ठुलो छोरीले एकदमै रमाइलो इन्जोय गर्यो हिजो कोहीकोमा गीत सुत्यो 1 घन्टा सुत्यो कहाँ सुत्यो ठाउँ भनिदिनु हिजो हामी पोखरामा यसो इन्जोय गर्न गएको क्लबतिर हामी नाच्यो यो मान्छे अस्तिको निन्द्रा फालिरहेछ मजाले सोमा सुतिरहेछ अहिले चाहिँ हामी दमौलीमा झरेर यहाँ हाम्रो मगर दाइकोमा लोकल खाना खाएर हामी जान्छौँ ल लोकल काँक्रा खान्छ हाम्रो भाउजूले आउने बित्तिकै हामीलाई लोकल काँक्रा दिनुभयो खोर्सानी अचारमा चोपेर यहीँको बारीको
मङ्कासहरूलाई एउटा चिज देखाउँछ हाम्रो नानी बहिनीको एभरेस्ट 2017 मा चढेको यो मान्छेले केटु चाहिँ 2024 मा ट्याटु पनि बनाएर रहेछ मेमोरीको लागि ट्याटु होइन यो चाहिँ उसको चिनो है फेरि ए चढिसक्यो नानु तिम्रो मनासु दुईचोटि चढ्यो है मनासु दुईचोटि चढ्यो एभरेज अब नेक्स्ट इयर पनि उसको एक्सपेक्टेसन छ सो ओके हामी चाहिँ 21 वर्षमा चढ्ने हाम्रो उत्तरी गोर्खाको गुरुङको छोरी नानुमायासँग हामी ट्रेकिङ गरेर आयो ल दही चाहिँ यहीँको लोकल दही हो मन खाली पेटमा खाइदिनु ल सुत्ने मान्छे म यहाँ बाजुको घरमा होटलमा दिदी मलाई चाहिँ खानामा होइन यति सानो कचौरामा है यही दिन कि अर्को नपर्ने हजुर यही होला नि यही हुन्छ कि हुन्छ किन नि मैले खानामा मिक्स गरेर खाँदैन नमुनै रहेछ है अजिब देशकी गजिब कहानी भनेर जस्तो है यो मान्छे अब कस्तो मिठो हुन्छ त अनि अब खाने डाइट खाने भन्दा हामी त थाकेर आयो नि त लोकल खाना ल कसै फेरि नपकाएको पुग्छ काँचो झनै बास्ना आउँछ हेर्नुमा यहाँ यति पिउने हो अब तातो छ अहिले एकछिन पिउने चेस गर्नु पर्दैन ए ल पहिला घिउ र भातमा त चेस गरौँ न त मैले त्यसै तिमीलाई यहाँ यता जमजम भनेर बिच बाटोमा झोला बोकेर झरेको त होइन यो हुन्छ डिजाइन ल डल्ले खुर्सानी आयो हेलो गाइस हामी चाहिँ यहाँ बारासिङ्गे आइपुग्यो हामीले पोखराबाट 2टा गाडी चेन्ज गरेर अहिले हामी 12 किलो आछौँ हामी 12 किलो किन आएको भन्नु त साथीहरू बारासिङ्गे बियर पिउन यो गर्मीमा बियर खाने कुरा नगर न यार सिङ भएको मान्छे सिङ हाल्न आएको भन न यहाँ बारासिङ्गेमा ल तर सिङ छैन कसैको पनि अब 12 मा एउटा सबै 13 सिङ हालेर काठमाडौँ जाने क्या मस्त गर्मी रहेछ है यता त मेरो साथीहरू यसरी हिँडिरहेछ हामी नानुमाया चाहिँ नछोड्ने उति हो नि 800 मिटर भनेको धेरै टाढो छैन नि त बारासिङ्गे जाने बाटो त कस्तो राम्रो अनि यता मेरो साथीहरू पनि राम्रो राम्रो छ सबै एक्साइटेड भएर आइरहेछ बियर खाना पाउँछ भनेर बियर खाना पाउँछ भनेर फाइनली गाइस हामी बारासिङ्गे आइपुग्यो बारासिङ्गे नजारा दृश्य देखाउँछु गाइस यो चाहिँ फ्याक्ट्री होला पक्कै पनि होइन म नि फर्स्ट टाइम आउँदैछु बारासिङ्गे हाम्रो सीता आमा र के अरे प्रदिभा चाहिँ अगाडि हुँदैछ बारासिङ्गेको लोगो छ अनि हामी तल होला यहाँ रिजोर्ट पनि ठुलो बनाउँदो रहेछ गर्मी चाहिँ मस्त गर्मी यस्तो गर्मीमा चाहिँ टक्क चिल पारामा चाहिँ यहाँ आउनुहोस् देख्न सक्नुहुन्छ अघि नै बोतल है यहाँ चाहिँ खतरा ठुलो रिजोर्ट बनाउँदो रहेछ है हेर्न खतरा बनाउँदो रहेछ रिजोर्ट चाहिँ रिजोर्ट यो चाहिँ बारासिङ्गेको ब्याकग्राउन्ड साथीहरू बारासिङ्गे बियरको त्यहाँ ठुलो त्यो रहेको छ फोटोहरू खिच्नलाई भिडियोहरू बनाउनलाई अनि हाम्रो यहाँ हामीले बियर टेस्ट गर्ने पहिला यो चाहिँ बारासिङ्गेको चाहिँ
टेस्ट गर्ने फ्लेभर टेस्ट 5वटा फ्लेभर पिल्सनर यस 5वटा फ्लेभर यदि भयो नि त ल टेस्ट गर्नु आमा तपाईँ फर्स्ट गर्नु क्या गर्नु तपाईँ म अहिले कस्तो खल्ला खल्ला है हजुर रुम आलु घरे कुन चाहिँ मिठो छ हौ चाख्छु एउटा नखाने नर्मल मान्छे त यहाँ आएर खायो भने चाहिँ एकजनाले 5वटा ट्राई गर्दै गर्दै सेन्डी फ्ल्याट होला जस्तो छ यो कुनको हो यहाँको मलाई यही ठिक लाग्यो तपाईँहरूले चाहिँ बेस्ट सबभन्दा धेरै चाहिँ कुन खान्छ भाइ म त गर्नलाई यो 5मा चाहिँ सबभन्दा धेरै कुन चाहिँ खान्छ मान्छेले पिल्सनर नै हो क्या यो खान्छ एकजना मात्र आउँदा पनि यो 5वटा स्याम्पल दियो भने त एकदिनले पुगिहाल्छ नि है अरू त खानै सक्दैन एकजना मात्र आउँदा यसो कुरा सुन्न के भनेको एकजना मात्रै बेर खाना यहाँ आयो भने 5वटा स्याम्पल चेक गर्दैमा फिट्टु हुन्छ अनि अरू त खानै सक्दैन अनि यहाँको व्यवहारै हुँदैन मान्छे त पारा सिङ निस्किन्छ है यो बस्दा एक थाबी र तेरै निस्किन्छ त्यसरी यो पारा